श्री राधेश्याम, म आज हजुरहरूलाई बताउन जाँदैछु कि त यी चिजहरू घरमा कहिले पनि नराख्नु होला। यी चिजहरू हजुरले घरमा राख्नाले घरमा अशान्ति, घर झगडाहरू हुने गर्दछ। पहिलो नम्बरमा आउँछ फुटेको सामानहरू। कुनै पनि कपहरू फुटो, सिसाका गिलासहरू फुटो अथवा अन्य कुनै पनि चिजहरू घरमा फुट्छ र हजुरहरूले त्यसलाई फ्याँक्नुहुन्न, बाहिर राख्नुहुन्न, घरभित्रै राख्नुहुन्छ भने त्यसले हाम्रो जीवनमा अनेक रुकावटहरू है आफ्नो त्यो जसरी फुटेको छ आफ्नो भाग्य पनि त्यसरी नै फुटेर जान्छ भन्ने एउटा मान्यता छ ज्योतिषशास्त्रमा छ झन्। यसै कारण हामीले त्यो फुटेको चिजहरूलाई घरमा राख्नु हुँदैन। दोस्रो कुरा हो नचल्ने घडी। हामीले यदि घडी राखेका छौँ तर त्यो घडीमा ब्याट्री सकिएर चल्दैन भनेदेखि त्यो घडीलाई पनि त्यहाँ राख्नु राम्रो हुँदैन। कि तुरुन्त चल्ने बनाउनु पर्दछ, समय निरन्तर चलिरहनु पर्दछ। तर त्यसरी नचल्ने अवस्थामा हामीले त्यो राख्न मिल्दैन। किन भनेदेखि सज्जन, यदि त्यो घडी जसरी रोकिएको छ हाम्रो भाग्य पनि त्यसरी रोकिन्छ अरे सज्जन। यसै कारण हामीले चाहिँ त्यो घडीलाई चाहिँ निरन्तर रूपमा चाहिँ चलायमान राख्नु पर्दछ। नचल्ने घडी पनि घरमा राख्नु हुँदैन। तेस्रो कुरा हो कपाल। हामीले केश कोर्छौँ, त्यो कोरेर झरेको कपालहरू आजभोलि त के छ भनेदेखि सिसाका कपहरू मिल्छ, बटुकाहरू मिल्छ भनेर माताजीहरूले, दिदीबहिनीहरूले के गर्नुहुन्छ भन्दाखेरि त्यो कपाललाई एकट्ठा जम्मा गर्नुभएको छ। तर त्यो जम्मा गर्नु ठिकै हो, त्यो जम्मा गर्नुहुन्छ, तर ती कुराहरू पनि घरभित्र राख्नु हुँदैन। कपालहरू यदि घरभित्र राख्ने गर्नुहुन्छ, कतै झुन्ना राख्ने गर्नुहुन्छ भने त्यसले चाहिँ घरमा अनिष्ट पैदा हुन्छ सज्जन। घर झगडा हुने मुख्य कारण, घरमा अशान्ति हुने है, घरमा नित्य निरन्तर काम नबन्नेहरू आदि हुन्छन्। यसै कारणले चाहिँ त्यो कपालहरू पनि हामीले घरभित्र राख्नु हुँदैन, त्यसलाई पनि घर बाहिर राख्ने गर्नुपर्दछ। र अर्को कुरा, हामीले घरमा पोस्टरहरू लगाउँछौँ, चित्रहरू टाँस्ने गर्दछौँ। त्यो चित्रहरू पनि भगवानका फोटाहरू हुनुपर्दछ। आफ्ना फोटाहरू ठिक छ, तर अन्यत्र भूत प्रेतहरूको है त्यो नराम्रा डरावल जति पनि डराउने चित्रहरू छन् सज्जन, त्यो नराम्रा चलचित्रहरूका चित्रहरू आदि इत्यादि हामीले पनि त्यो पोस्टरहरू पनि के गर्नु हुँदैन भने टाँस्नु हुँदैन। यसले पनि घरमा नराम्रो, विशेष गरेर यो पोस्टरहरू टाँस्नाले बाल बच्चाहरूमा चाहिँ असर पर्ने गर्दछ सज्जन। यसै कारणले घरमा नराम्रा फोटाहरू पनि टाँस्नु हुँदैन।